सो हेलो गाइज नमस्कार ओमेको ब्लगमा स्वागत छ। त्यसपछि आज चाहिँ इन्ट्रेस्टिङ म्याच हुन गइरहेको छ। सेमी फाइनल 2021 ब्याच अर्गनाइजिङ ब्याच भर्सेस फ्याकल्टी र हाम्रो यहाँ छन् चेसको कमिटीको मेन हेड दिपित उपाध्याय। त्यसपछि हाम्रो यो पावर पोलार ब्लास्टर आलोक ल विनोद बेस्ट अफ लक। ल उमेश सर हाम्रो चाहिँ अलराउन्डर कस्तो छ आजको? दुईटा बलरले चाहिँ 3-3 ओभर गर्न पाउनुहुनेछ। के छ उमे यता ल भन आजको म्याचको लागि कतिको तयारी छौ? एकदम हाम्रो फुल तयारी छ। अब हाम्रो आज फ्याकल्टीसँग हुँदैछ, प्रिन्सिपल सरहरू नि हुनुहुन्छ होइन? सो के छ आजको? अब हेरौँ कतिको डर लागिरहेछ? डर त के डराउनु, गेममा केही हुँदैन त्यस्तो। गेम भनेको गेम हुन्छ। गेममा आफ्नो टिमलाई मेन हेर्ने हो, टिमलाई मिलाउने प्रयास छ हाम्रो। सो वी विल ट्राई आवर बेस्ट। ओके ठिक छ। सो यता चाहिँ हाम्रो सरहरू हुनुहुन्छ, विजय सर प्रिन्सिपल सरहरू हुनुहुन्छ है। बेस्ट अफ लक सर। बेस्ट अफ लक सर। कतिको तयारी छ सर आज? आज कतिको तयारी छ हजुरहरूको? छ नि, राम्रै छ, चलिरहेको छ। आज जित्ने हो, ल हुन्छ सर। फाइनल खेल्ने हो। ल बेस्ट अफ लक सर। ल थ्याङ्क यू सर बेस्ट अफ लक। क्याप्टेन रिवाज रेडी? रेडी, एकदम रेडी। ल बेस्ट अफ लक है गाइज। ल आलोकजी पावर सटरको लागि रेडी हो? रेडी हो। ल ओके। आज 200 पाउनु पर्छ। टस जितेर हाम्रो 21 ब्याचकोले चाहिँ ब्याटिङ रोजिसकेको छन् र फिल्डिङमा चाहिँ सरहरू ग्राउन्डमा उत्रिसक्नु भएको छ। बिचमा चाहिँ सर हुनुहुन्छ होइन? त्यसपछि पावर हिटर के छ डेनिस? रेडी हो आज फ्याकल्टी सर? ठिक छ, ठिकै हो। के छ भाइ केही भनिदेऊ नि त। फ्याकल्टी भर्सेस 21 ब्याचमा कसलाई सपोर्टर हो? कसलाई सपोर्ट गर्नु? दुवैतिर त हुन पाएन नि त, एउटालाई सपोर्ट गर्छु। 21 ब्याच 21 ब्याच बेस्ट अफ लक भनिदेऊ नि त। मेरो प्यारो भाइ हो कि, त्यही भएर आज मलाई यो सपोर्ट छैन। प्रेडिक्ट गर नि त, यसले कति विकेट दिला आलोकले? 3 विकेट। एउटा छक्का खानुहुन्छ होला। ल क्याप्टेन सर के छ नि? कतिको टार्गेट दिन्छ होला प्रेडिक्ट गर नि त। टार्गेट अब 200 हाम्रो टार्गेट दिने। अँ, हेरौँ अब कतिको सक्सेसफुल हुन्छ। ठिक छ। हाम्रो फोकस चाहिँ 200 हो टार्गेटलाई। टिममा हुनुहुन्छ अश्विन बास्तोला सर हेलो र यता चाहिँ हाम्रो कमेन्ट्रीमा ए तिमी पनि हो? ल हाम्रो कार्की सर पनि कमेन्ट्रीमा हुनुहुन्छ। गएर सम्पूर्णजना युट्युबमा डक्टर टुवी च्यानल रहेको छ। हाम्रो आफ्नो जिएमसीका ओम प्रकाश यादवको युट्युब च्यानल डक्टर टुवीमा गएर आजको म्याचको अपडेट्स दिन सक्नुहुनेछ, आफ्नो पर्फर्मेन्स दिन सक्नुहुनेछ। ओम प्रकाश यादव चाहिँ मल्टी ट्यालेन्टेड पर्सन, अहिले टेक्निकल टिमको ठुलो डिरेक्टर हुनुहुन्छ। अब अहिले एकछिनमा गएर फिल्डमा हाम्रो सिआर पनि रेडी भइसकेको छन्। के छ आजको तयारी? राजु सर के छ आज? उडाउने होला नि आज बल त? हाम्रो राजु सर यहाँ प्र्याक्टिसमा ब्याट लिएर उभिसकिनु भएको छ होइन? ल सबिन सर, सबिन हेलो सबिन के छ अनि? यसो केही बोल्दैौ नि त हाम्रो ब्याच आज अब म्याच हुँदैछ क्यारे सायद 21 ब्याच हाम्रो 21 ब्याच र फ्याकल्टीको जित्छन् कि भन्ने आशा। फाइनल जाँदा जित्नु पर्यो, फाइनल जानु पर्यो। अर्गनाइजिङ भएपछि त फाइनल जित्नु नि पर्छ, त्यही हो। अब यहाँ हाम्रो साथीहरू स्कोर कार्डको लागि बसिरहन्, म चाहिँ यहाँ ट्राइपड लिएर टाइमलेस बनाउने सोचमा छु आज म। ओके राम्रो काम पाएर हिजो त।
फोन चाहिँ कहाँ छोडौँ भन्ने सोचमा छु म यसलाई कहाँ राखौँ भन्ने सोचमा छु कहाँ होला हेर्दै त ल यसो पोजिसन हेर्दै कहाँबाट राम्रो आउँछ पोजिसन अब मिलाउन अब टेक्निकल टिमहरूसँग कन्सल्ट गरेर र अब म्याच चाहिँ अब सुरु हुन गइरहेको छ सागरको फोन हो कि होइन एनटीको सर पनि आइसक्नु भएको छ होइन सो बेस्ट अफ लक सर ल धन्यवाद एमबिपी गर्नु पर्यो आज ल म यता म्याचको हो कि म त स्ट्राइक आउट भएपछि छिर्नुपर्छ फर्स्ट बल गर्न र 2022 का राशिद जिया कम अन अमर थर्ड अम्पायर हुन्छ उत्सव तिम्रो आर्दन भाइ घाँस काट्नु फर्स्ट बलमा एक रन आरामसँग ल्याउन सफल अमन कुमार यादव अल द वे के छ पुष्कर कसको सपोर्टमा हो यो मलाउँछु आफ्नै ब्याज हो नि छक्का डिफेन्स गर्नुपर्छ सो राम्रो फिल्डिङ गर्नुभएको छ सुशील सरले फर्स्ट विकेट सुवेदीको भइसकेको छ र फर्स्ट राउन्डमा डेनिस सोल्टी आएको छ र हावामा बल अमनको बोल भइसकेको छ अब क्याप्टेन रिवाज चाहिँ क्रिजमा ग्राउन्डभित्र प्रवेश गरिसकेको छन् अमन चाहिँ क्लिन बोल आउट भएर बाहिर निस्किँदै हाम्रो सिआर प्रदर्शन चाहिँ एकदमै नराम्रो गरिरहेको छन् केटाहरूले है ब्याटिङमा चाहिँ डेनिस रहेको छ वे कस्तो खतरा है खतरा छ है बलिङ डेनिस पनि आउट भइसकेको छ अनि अब हाम्रो हिटर राइबल कुसुवा ग्राउन्डभित्र चिरिसकेका छन् के सर्ट हान्ला नि त राइबल 3 ओभरको समाप्ति 26 रन 3 विकेट यहाँ कप्तान ब्याटिङमा स्ट्राइकिङमा हुनुहुन्छ जिएमसी 2021 का कप्तान रिवाज खरेल कस्तो छ प्रदर्शन केटाहरूको अवस्था छ तर अब 3 ओभरमा 3 ओभरमा 26 रन 3 विकेट अब कमब्याक गर्नुपर्छ हामीले त्यही त विकेट छिटो गयो कि छिट्टै गयो केटाहरूले हतार गर्यो अलि त्यही त ब्याटिङ रहेको छ क्याप्टेनले हान्नु पर्यो अब छक्का बल हावामा र यो भने अब क्याप्टेनले चाहिँ अगाडि बढाउँछ जस्तो छ क्याप्टेन चाहिँ अब बस्नु पर्यो ग्राउन्डबाट बाहिर बसेर सपोर्ट गर्दै के छ यार पावर प्लेमै छिटै विकेट गयो कि है अब चाहिँ क्याप्टेन छ होइन अझै राजु शाह जानै छ पावर हिटर भरोसा छ अझै टिममा 6-6-12-4-16 धेरै रन आयो छक्का 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 27 रन आयो म्याच कस्तो भइरहेको छ म्याच एकदमै रमाइलो भइरहेको छ हाम्रो टिमले अहिलेसम्म 8 ओभरको समाप्तिमा 98 रन हानिसकेको छ जसमध्ये रिवाजको राम्रो प्रदर्शन र सँगसँगै राइभलको नि उत्तिकै राम्रो प्रदर्शन भइरहेको छ पार्टनरसिप राम्रो गइरहेको छ केटाहरूको लगभग यहाँ 80 रन जतिको दुईजनामा भइसक्यो सो
वी आर भेरी ह्याप्पी सो ड्रिङ्क्स ब्रेकको समाप्तिसँगै फेरि इनिङ सुरु हुन गइरहेको छ 8औं ओभरको। के छ गाइस? ठिक छ, कमब्याक राम्रो भइरहेको छ। बवाल भइरहेछ, खरेल भाइले बवाल हान्दैछ। हाफ सेन्चुरीको लाइनमा छ। नजिकै छ। एक रन केटाहरू पुरै हाम्रो यो लाइनमा चाहिँ पुरै सपोर्टरहरू छन् केटाहरू है। सेन्चुरीको लागि 1 रन मात्र चाहिएको छ। नाइस पार्टनरशिप, 80+ रन्सको पार्टनरशिप भइसकेको छ। रिवाज गरेर के छ गाइस? रोमाञ्चक भइरहेछ म्याच है। गुड भइरहेछ म्याच त। कमब्याक गरिरहेछन् केटाहरूले। गुड गरिरहेछन्, जसो चलिरहेछ। सेन्चुरीको लागि 2 रन मात्र चाहिएको छ। नाइस ठिक छ। दामी दामी खरे ठिक छ। कोच एन्ड म्यानेजर डाउन बसिरहेको डाउन हो बरु गयो जान्छ। 86 runs. ल बधाई छ गाइस। ल अब खेल्नु पर्छ। कडा यार। 14 रन मिसिङ भयो यार सेन्चुरीबाट। Solo performance. मैले स्ट्राइक दिन खोजिरहेको तर नि भएन। Japani Power 24 रिवाज खरेलजी, आज बिहान तपाईँले अन्डा र चना खाएर आउनुभएको भन्ने चाहिँ यहाँ मैले गोप्य स्रोतको अनुसार थाहा पाइसकेको छु के यो कुरा सत्य हो? यो कुरा अलिकति गलत भयो। यो सब कागती पानीको पावर हो। Hot lemon everybody, hot lemon is the source of energy for Riwaz Kharel. Best in solo performance till date in this GMC basic ground. मटन बिरयानी खाएर आएको भन्ने चाहिँ हल्ला छ, के कुरा हो यो? मटन बिरयानी भन्दाखेरि पनि यो चाहिँ हाम्रो यहाँ हाम्रो म्यानेजमेन्ट कमिटी तथा हाम्रा मेडिक टिम विश्वराज जनावलीको ग्लुकोज पावरको ओआरएसदेखि ग्लुकोज होइन उहाँले प्रदान गरेको कारणले गर्दाखेरि तागत आए जस्तो लाग्छ है मलाई चाहिँ। र यस सँगसँगै रिवाज खरेल निकै नै आज जोसिलो अवस्थामा हुनुहुन्थ्यो। तपाईँभित्र त्यो आज बिहान भजन गाएर आएको पावर हो कि के पावर हो यो? भजन नै चाहिँ होइन, यस्तो चिसो मौसममा एक्कासी तातो घामले गर्दाखेरि छुट्टै जोस आए जस्तो छ। भनेपछि sun is the ultimate source of energy. Everyone give it up for Riwaz Kharel. के छ सियास खुसी? अब हामीले 172 रन हानिसकेका छौँ। अब हामी डिफेन्ड गर्नु छ। मेबी वी क्यान। ओके मेबी होइन, डेफिनेटली। ब्याटिङ पिच छ क्या अहिले। बरु अब हाम्रो कस्तो हुन्छ थाहा छैन होइन। राम्रै भयो नि होइन, सुरुको त अब त भ्याइनी भयो छिटै पचासमै हानिदिन्छ क्या अहिले म त छिटै भ्याइन्छ जति लाग्यो। फाइनल खेल्न पाइने घुमेर च्याप्पै समात्यो मैले त्यो त
हाइएस्ट टार्गेट रहेछ हाइएस्ट टार्गेट जितेको पनि रेकर्ड बनाइदिनु न ल सर हजुर ओपनिङ हो ओपनिङ हो ल बेस्ट अफ लक थ्याङ्क यू के छ चेज गर्न सक्नुहुन्छ होला त सकिन्छ भन्ने एकदम आत्मविश्वास ठिक छ धेरै ल बेस्ट अफ लक सर थ्याङ्क यू ल विजय सर बेस्ट अफ लक सर ल थ्याङ्क यू अहिले म आएपछि ल जितेँ भन्दै आउँछु है हुन्छ हुन्छ सर सो दुईवटा ओपनिङ सर विजय सर र आशिष सर चाहिँ ओपनिङको लागि रेडी भइसक्नु भएको छ र 21 ब्याचको केटाहरू ग्राउन्डमा रेडी भएर बसिरहेको छन् होइन सर आशिष सर 173 रनको टार्गेट दिएको छ यो 14 ओभरमा जीएमसी फ्याकल्टीले 173 रनको टार्गेटलाई मिट गर्न सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी नै छ त्यसको लागि हामीसँग जोडिराखिनु होला धन्यवाद फ्रम नवलपुर गैडाकोट विनोद प्रकाश आचार्य बार्साको जर्सीमा चिटिक्क सजिएर आउनुभएको छ बलर विनोद प्रकाश आचार्य लेफ्ट आर्म फास्ट बलर स्ट्राइकमा हुनुहुन्छ आशिष सर विनोद बलिङ गर्दै उत्कृष्ट बलिङको प्रदर्शन फर्स्ट बलमै क्लिन बल आउट 3 नम्बरमा जानुभएको छ सुशील सुवेदी सर फर्स्ट बलमै हालिदियो हाइएस्ट स्कोरर विनोद प्रकाश आचार्य फर्स्ट ओभरको सेकेन्ड बल प्रहार गर्दै स्ट्राइकमा हुनुहुन्छ डाक्टर सुशील सुवेदी सर फर्स्ट म्याचको हाइएस्ट स्कोरर डाक्टर सुशील सुवेदी सर के आज पनि उत्तिकै राम्रो प्रदर्शन देखाउन सक्नुहुनेछ कि छैन राम्रो बलिङ यहाँ विनोद प्रकाश आचार्यद्वारा योग्य बलिङ गर्नुहुनेछ कि छैन राम्रो रनिङ इन बिट्विन द विकेट्स दुईजना सरहरूको र पुनः एक रन जोड्न सफल र नेपालको जर्सी निलो जर्सीमा सजिएर आउनुभएको जर्सी नम्बर 8 लगाएर आउनुभएको डाक्टर सुरेन्द्र सर बिएमआइटीको कोअर्डिनेटर सर हुनुहुन्छ उहाँ ब्याट गर्नुको छ कि हलुको छ चेक गर्दै हुनुहुन्छ सम्पूर्ण तागत ब्याटिङमा मात्रै लगाएपछि बलिङमा आउँदैन जस्तो छ and the free hit continues यो भने निकै नै राम्रो बलिङ रहेको छ राम्रो स्विङ र चौका प्रहार from Dr. विजय गौतम जीएमसी फ्याकल्टीका कप्तान डाक्टर विजय गौतम सरद्वारा राम्रो चौका प्रहार आजका अफिसियल ब्रोडकास्ट डक्टर टु बी ब्लग उहाँको डक्टर टु बी भ्लग भन्ने रहेको छ डक्टर टु बी भन्ने च्यानल रहेको छ युट्युब च्यानल ओम प्रकाश यादव आजको म्याच कभरेज उहाँको युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ राम्रो स्विङ ग्यापमा राम्रो प्रहार डाक्टर विजय गौतम सर पुनः चौका जोड्न सफल निकै नै राम्रो फर्ममा देखिनु भएको छ डाक्टर विजय गौतम सर हेलिकप्टर शटको माग थियो यहाँ समर्थकद्वारा तर हेलिकप्टर शट भने आउन सकेन
आलोक कर्ण फिल्डिङमा ध्यान दिनु होला फेरि फुस्किएर चौका गयो भने तपाईँलाई पनि नोक्सानी हुनेवाला छ है नाइस राम्रो बलिङको प्रदर्शन यहाँ जर्सी नम्बर 50 ओम प्रकाश यादवद्वारा त्यतिकै राम्रो क्याच यहाँ रमन कुमार यादवद्वारा बल Rocking ball of Prakash Yadav, in ball of President Sir. Niras देखिँदै back to pavilion यहाँ कति रन हान्नुभयो सुरेन्द्र सरले 3 डाउनमा स्ट्राइकिङमा आउनुभएको छ जर्सी नम्बर 1 मा सजिएर चिटिक्क परेर आउनुभएको छ डाक्टर केशव सर हाम्रो अफिसियल ड्रिङ्किङ पार्टनर प्युरो राम्रो बलिङ यहाँ ओम प्रकाश यादवद्वारा हाफ सेन्चुरीको लागि मात्र 5 रनको आवश्यकता यहाँ डाक्टर विजय गौतम सरलाई राम्रो शट प्रहार यो छक्का डाक्टर केशव सरद्वारा हालसम्म जिएमसी फ्याकल्टी 84 रन हासिल गर्न सफल भएको छ 84 रन्स इन the loss of 3 wickets in 8.1. Royal Lava Prahar डाक्टर विजय गौतम सरको पाँचवटा चौकाको इसारा राजु शाह जङ्गल एन्डमा बसेर हेरै भएका छन् यहाँ छक्का रे र यो छक्का रहेको छ माफ पाऊ एभ्रीबडी अम्पायरद्वारा पनि गलत डिसिजन मबाट पनि गलत उच्चारण यो छक्का रहेको थियो With a great victory, Vijay Gautam sir, with a great individual performance, give it up everyone for Dr. Vijay Gautam. 46 ball ma 78 runs Dr. Vijay. Last over ma 41 run ko आवश्यकता यहाँ Sorry Guagle, pressure ma छन् Sorry Guagle, Chiton Rhinos का marquee player Sorry Guagle. Jersey number 2 मा आउनुभएको छ प्रिन्सिपल सर स्ट्राइक मा हुनुहुन्छ लास्ट बल मा छक्का प्रहार गर्न सक्नुहुन्छ कि सक्नुहुँदैन यो भने देख्न बाँकी नै छ नो बल प्रिन्सिपल सरबाट छक्काको माग लास्ट बलमा स्विङ एन्ड मिस 2021 म्याच 36 रन्सले जितेको छ 2021 म्याच ह्युज कङ्ग्रेचुलेसन्स टु द 2021 अर्गनाइजिङ ब्याच and also a huge thank you to the JMC faculty team members everybody nice guys congratulations Raju sir
अगाडि साथीहरूलाई स्वरहरूलाई